ए चुला नरिसा ल नरिसा ल ऊ यसले गर्दाखेरि योसँग नाता लगाउने भएर तँलाई स्वात्तै भुली पठाएको थियो नि त हामीले है तँलाई बिर्सी पठायो बरु तै ठिक छ हौ अहिले यसको सानो डिमान्ड भएको छ पाउँदैन अरे पाउनै छोडिसक्यो अरे खोइ को नि कता कता लडाइँ झगडा हुँदैछ अरे पाउँदैन पो भन्दैछ त यो नपाएर अहिले बाहिर बाहिर सबै होटलहरू पनि बन्द हुन थालेको छ अरे यसकै भरोसामा थियो नि त सबैजना यसकै भरोसामा पहिला पहिलाको उहिलेको मान्छेहरूले भनेको कुरा अब झल झल आउँदैछ स्यालको शिकारमा बाघको हतियार भन्थ्यो अब अहिले त सबैजना अल्छे भएर तँलाई बाल्ने दाउरा पनि घरमा राख्ने होइन ए यो छ भनेर ढुक्क परेर बस्ने भएको थियो अब अहिले चाहिँ चाख्दैछ तँलाई माया गर्ने दिन आउँदैछ अब तँलाई नै सबैजनाले पुज्ने दिन आउँदैछ अब पैसा हुने धनी धनी मान्छेले पो राइस कुकरमा पकाउँछ इलेक्ट्रिकमा पकाएर खाएर उनीहरूलाई इलेक्ट्रिकको बिल धेरै आउँदा पनि केही फरक पर्ने होइन हामी जस्तै एउटा साधारण काम गरेर खाने मान्छेलाई त यो 2-2.5 3,000 भएपछि त बरु तँलाई नै पुजेको ठिक छ है तँलाई नै पुजेको ठिक छ उहिलेको बुढाहरूले भनेको कुरा चाहिँ अब पुग्ने दिन आउँदैछ गिट्ठा भ्यागुर खाने दिन अनि फेरि माटोको चुलामा पकाएर खाने दिन त अर्ग्यानिक ठिक छ त हुँदाखेरि सबैजना बिजी पनि थिएन काम गर्नुमा पनि फुर्तिलो जाँगरिलो सबै काम भ्याउँथ्यो योपट्टि लाग्ने भएर त सबै अल्छे भयो यत्र भुँडी फुल्लिएको अनेक किसिमको बिमार भएको है म त तँलाई नै माया गर्छु अब बरु खेतपाततिर रुख वृक्षहरू लगाउने काम पनि गर्छु बरु यसो दाउरा पनि हुने अब साह्रै यसको भरोसा गर्नु चाहिँ हुँदैन जस्तो छ ल म चाहिँ अब दाउरातिर पो लाग्ने ए नानी छोरी हजुर बाबा किन बोलाउनु भएको निकाल डोको नाम्लो निकाल म दाउरामा जान्छु डोको नाम्लो अहिले ल त पनि हिँड यो ग्यासको मात्रै बेसी भरोसा गर्नु हुँदैन अब नत्र भने चाहिँ च्यापो हल्लाउनु बन्द होला जस्तो दिन आउँदैछ है सुकेको दाउराहरू ल्याएर जोगाड गरिराख्नु पर्छ हिँड